बाजुरा पहाडको काखमा लुकेको इतिहास र आस्थाको भूमि। कहिलेकाहीँ कुनै ठाउँलाई बुझ्न त्यहाँको बाटो मात्र हेरेर पुग्दैन। त्यहाँका डाँडाकाँडा हेर्नुपर्छ, खोलानाला सुन्नुपर्छ, गाउँका बुढापाकाले सुनाएका पुराना कुरा सम्झनुपर्छ र सबैभन्दा ठुलो कुरा त्यो माटोमा पुस्तौँदेखि बाँचेको जीवनलाई बुझ्नुपर्छ। आज हामी त्यही माटोको कथा सुन्न, इतिहास भन्न आएका छौँ र तपाईहरूलाई इतिहासको जानकारी गराउन आएका छौँ। त्यो माटो जहाँ आकाश नजिक देखिन्छ, जहाँ पहाडका काखमा गाउँहरू अडिएका छन्, जहाँ बिहान घाम डाँडाको टुप्पोबाट बिस्तारै तल झर्छ र जहाँ धर्म, संस्कृति, प्रकृति र सङ्घर्षले एउटै कथा बोकेर हिँडिरहेका छन्, त्यो ठाउँ हो बाजुरा। सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बाजुरा केवल नक्सामा कोरिएको एउटा जिल्ला होइन। यो त हिमाल र पहाडको बीचमा पुस्तौँदेखि मानिसले आफ्नो पसिना मिसाएर बनाएको जीवनको कथा हो, इतिहास हो। जिल्ला प्रशासन कार्यालयका विवरण अनुसार बाजुराको क्षेत्रफल करिब 2188 वर्ग किलोमिटर छ र यसको सदरमुकाम मार्तडी हो। जिल्लाको भूभाग समुद्र सतहबाट करिब 762 मिटरदेखि 7036 मिटरसम्म फैलिएको छ। अर्थात् एउटै जिल्लाभित्र तल्लो पहाडदेखि अग्ला हिमाली भूभागसम्मको अद्भुत भौगोलिक विविधता भेटिन्छ। यही विविधताले बाजुरालाई अरू ठाउँभन्दा फरक बनाएको छ। अब एउटा प्रश्न आउँछ, बाजुरा नाम कसरी रह्यो त? यसको उत्तर खोज्दा हामी इतिहासको त्यही ठाउँमा पुग्छौँ जहाँ लिखित प्रमाणभन्दा लोककथा बलियो हुन्छ। जिल्ला समन्वय समिति बाजुराको परिचयमा उल्लेख भएअनुसार बाजुरा नाम झुर्रा बाजबाट अपभ्रंश हुँदै बाज झुरी र बाज झुरीबाट बाजुरा भएको हुन सक्ने स्थानीय मान्यता पाइन्छ। तर यहाँ एउटा कुरा स्पष्ट बुझ्नुपर्छ, यस नामाकरणको ठोस लिखित प्रमाण भेटिएको छैन। त्यसैले यसलाई प्रमाणित इतिहासभन्दा पुरानो स्थानीय कहावत र मान्यताका रूपमा बुझ्नु उचित हुन्छ। हाम्रो गाउँघरमा पनि त यस्तै हुन्छ नि। हजुरबुबाले एउटा कुरा सुनाउनुहुन्छ, बुबाले त्यही कुरा अर्को ढङ्गले सुनाउनुहुन्छ र पुस्तौँपछि त्यो कुरा एउटा लोककथा बनेर बाँच्छ। बाजुराको नामको कथा पनि त्यस्तै पुरानो स्मृतिको एउटा अंश हुन सक्छ। बाजुराको इतिहास अझ पछाडि फर्काएर हेर्दा यो भूभाग कुनै समय जुम्ला राज्य अर्थात् सिन्जा राज्यको प्रभाव क्षेत्रमा रहेको स्थानीय ऐतिहासिक विवरणमा उल्लेख छ। त्यति बेला आज जस्तो जिल्ला, प्रदेश र पालिकाको प्रशासनिक संरचना थिएन। पहाडका बाटाहरू नै सम्बन्धका बाटा थिए। एउटा गाउँबाट अर्को गाउँ पुग्न दिनौँ लाग्थ्यो। व्यापार, संस्कार, विवाह, धर्म र सामाजिक सम्बन्धहरू पनि यिनै पहाडी बाटाहरू हुँदै एक ठाउँबाट अर्को ठाउँ पुग्थे। त्यसैले बाजुराको पुरानो इतिहासलाई केवल आजको जिल्लाको सीमाभित्र राखेर हेर्नुभन्दा कर्णाली र सुदूरपश्चिमको पुरानो पहाडी सभ्यताको ठूलो पाटोसँग जोडेर हेर्नुपर्छ। आज बाजुराको सदरमुकाम हो मार्तडी। यहीबाट जिल्लाको प्रशासनिक कामकाज सञ्चालन हुन्छ। बाजुराको आधुनिक प्रशासनिक इतिहास पनि नेपालको राज्य पुनर्संरचनासँग जोडिएको छ। नेपालमा 2019 सालको संविधानपछि देशलाई 14 अञ्चल र 75 जिल्लामा विभाजन गरिएको थियो। त्यसपछि स्थानीय प्रशासनलाई व्यवस्थित गर्न स्थानीय प्रशासनले ऐन 2028 लागू भयो। बाजुरामा पनि जिल्ला प्रशासन कार्यालय स्थापना भएर राज्यका प्रशासनिक सेवा सञ्चालन हुँदै आए। आज मार्तडी बजारमा मानिसको चहल पहल देखिन्छ। तर केही दशक अघिको बाजुरा सम्झनु भयो भने अब बाजुराको कुरा गर्दा छुटाउनै नसकिने नाम हो बढीमालिका। उचाइमा रहेको यो धार्मिक स्थल केवल बाजुराको मात्र होइन, नेपालकै चर्चित तीर्थस्थल मध्ये एक हो। नेपाल पर्यटन बोर्डका अनुसार बढीमालिका मन्दिर करिब 3800 मिटर उचाइमा रहेको छ र यहाँ टाढा टाढाबाट मानिसहरू उकालो लाग्छन्। कसैको हातमा पूजा सामग्री हुन्छ, कसैको मनमा भाकल हुन्छ, कसैको ओठमा देवीको नाम हुन्छ। उकालो बाटोमा थकाइ लागे पनि पाइला रोकिन्न, किनकि गाउँघरमा भनिन्छ नि, मनमा आस्था भएपछि उकालो पनि बाटो लाग्छ।
बाजुरा भनेको बडीमालिका मात्र होइन, यहाँ बुढीनन्दा, छेडेदह, त्रिवेणी धाम जस्ता धार्मिक तथा प्राकृतिक स्थल पनि छन्। जिल्ला प्रशासन कार्यालय बाजुराले यी स्थानलाई जिल्लाका प्रमुख पर्यटकीय स्थलका रूपमा उल्लेख गरेको छ। बुढीनन्दा क्षेत्रमा पुग्दा हिमाली प्रकृतिको अर्कै रूप देखिन्छ। छेडेदहका वरिपरि पुग्दा प्रकृतिले आफ्नै रङ देखाउँछ। त्रिवेणी क्षेत्रमा धार्मिक आस्था र प्राकृतिक सौन्दर्य सँगसँगै भेटिन्छन्। यही कारण बाजुराको पहिचान एउटा मात्र शब्दले समेट्न गाह्रो हुन्छ। यो धार्मिक पनि हो, यो प्राकृतिक पनि हो, यो सांस्कृतिक पनि हो र सबैभन्दा ठुलो कुरा यो मानिसको सङ्घर्षको कथा पनि हो। यहाँको संस्कृति किताबमा मात्र भेटिँदैन। गाउँको आँगनमा भेटिन्छ, चुलोको आगो छेउमा भेटिन्छ, मेलापातमा भेटिन्छ, चाडपर्वमा भेटिन्छ, देउडा र स्थानीय भाकामा भेटिन्छ र बुढापाकाले सुनाउने कथामा भेटिन्छ। बाजुराको गाउँमा साँझ परेपछि जब डाँडामाथि घाम हराउँछ, घर घरबाट धुवाँ निस्कन्छ, आँगनमा मानिसहरूको भेला हुन्छ, त्यति बेला पुराना कुरा फेरि बाँच्न थाल्छन्। यिनै मौखिक परम्पराले पुस्तादेखि पुस्तासम्म संस्कृति बोकेर ल्याएका छन्। बाजुराको भूगोल आफैमा एउटा परीक्षा हो, तर यही भूगोलले यहाँका मानिसलाई बलियो पनि बनाएको छ। उकालो चढ्दै गर्दा खुट्टा थाक्छ, तर मन थाक्दैन। दूरदराजको गाउँबाट बजार आउँदा समय लाग्छ, तर मानिस आउँछन्। हिउँ पर्छ, वर्षा हुन्छ, पहिरो आउँछ, बाटो बन्द हुन्छ, तर जीवन रोकिन्न। त्यसैले बाजुराको कथा सुन्दा हामीले केवल विकासको अभाव मात्र हेर्नु हुँदैन। यहाँको मानिसले कठिन परिस्थितिमा पनि आफ्नो संस्कृति, विश्वास र जीवनशैली जोगाएर राखेको कुरा पनि हेर्नुपर्छ। यो नाम सुन्दा आज हामीमध्ये धेरैको मनमा सुदूरको एउटा पहाडी जिल्ला आउन सक्छ, तर एकछिन गहिरिएर हेर्नुहोस्, त्यो पहाडभित्र एउटा इतिहास छ, त्यो बाटोभित्र एउटा सङ्घर्ष छ, त्यो मन्दिरभित्र एउटा आस्था छ, त्यो गाउँभित्र एउटा संस्कृति छ र ती बुढापाका आँखाभित्र पुस्तौँको सम्झना छ। त्यसैले बाजुरालाई केवल विकट जिल्ला भनेर चिनेर पुग्दैन। बाजुरा त इतिहास, प्रकृति, धर्म, संस्कृति र मानवीय सङ्घर्षले बुनेको एउटा जीवित कथा हो। यदि तपाईलाई नेपालको यस्तै लुकेका इतिहास, गाउँघरका कथा र हाम्रा पुराना सम्पदाको वास्तविक जानकारी मनपर्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, मन परे लाइक गरिदिनुहोस्, आफ्नो साथीभाइसँग सेयर गरिदिनुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। किनकि हामी केवल भिडियो बनाइरहेका छैनौँ, हामी त हाम्रा गाउँका कथा, हाम्रा पुर्खाका सम्झना र हाम्रो देशको इतिहासलाई डिजिटल पुस्तासम्म पुर्याउने सानो प्रयास गरिरहेका छौँ। बाजुराको पहाडबाट बग्ने हावाले जस्तै हाम्रो इतिहास पनि पुस्तौँसम्म बगिरहोस्। नमस्कार, जय नेपाल।